महिमा नेपाली भाकैमा येशूलाई दिउला मादलको तालैमा सारङ्गी खैजडी बाँसुरी बजाउँदै दिउला मादलको तालैमा सारङ्गी खैजडी बाँसुरी बजाउँदै दिउला कोइली कुहु कुहु गर्दै जय जयकार गर्छ येशूको नाउँलाई झरना झरर झर्छ पहाडबाट उनको अनुग्रह छै कोइली कुहु कुहु गर्दै जय जयकार गर्छ येशूको नाउँलाई झरना झरर झर्छ पहाडबाट उनको अनुग्रह छै प्रशंसा महिमा नेपाली भाकैमा येशूलाई दिउला सारङ्गी रेटौँला आज येशूलाई भेटौँला उपस्थितिमा उनको खुसीले नाचौँला मादल बजाउँदै मनमा उहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौँला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउला सारङ्गी खैजडी बाँसुरी बजाउँदै दिउला सारङ्गी खैजडी बाँसुरी बजाउँदै दिउला बतास सिरिरी बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करुणा चाहिँ बतास सिरिरी बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करुणा चाहिँ प्रशंसा महिमा नेपाली भाकैमा येशूलाई दिउला प्रशंसा महिमा नेपाल हाम्रो प्रतीक्षाको समयमा हामी आइपुग्न सकेका छौं Praise be to God. The final wait is over. We are here for this moment. हामीले चाहेको जस्तो सोचेको जस्तो सायद तपाईहरुको अगाडि नभएको होला यो सबै कुराले चाहिँ हामीले विश्वास गरेको परमेश्वर प्रभु येशूको आगमनलाई अब यो समय आजको यो स्थितिले दर्शाइरहेको छ हामी जान्न सक्छौं We do understand, though the wait was long, but this is the way we do also wait. उहाँको निम्ति हामी एकदमै ताली बजाउँ हे मूल ढोका हो तिमीहरूका शिर उठाऊ हे सनातनका ढोका हो उच्च हो तब महिमाका महाराजा प्रवेश गर्नुहुनेछ महिमाका महाराजा को हुनुहुन्छ परमप्रभु जो सामर्थ्य र प्रतापी हुनुहुन्छ परमप्रभु जो लडाईमा पराक्रमी हुनुहुन्छ हे मूल ढोका हो तिमीहरूका शिर उठाऊ हे सनातनका ढोका हो ती उठाऊ र महिमाका महाराजा प्रवेश गर्नुहुनेछ महिमाका यो महाराजा चाहिँ को हुनुहुन्छ सेनाहरूका परमप्रभु उहाँ नै महिमाका महाराजा हुनुहुन्छ Amen. 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 Yes, please. We would like to request Pastor. Yeah, come. They will put back. Our senior pastor sita उहाँले यो राख्नुहुन्छ परमेश्वरको स्तुति होस् praise the Lord सम्पूर्ण
हुन्छ सबै तपाईहरुलाई हामी स्वागत गर्दछौँ हाम्रो सेवा भवनमा हामी स्थानीय मण्डली हृदयको तहले स्वागत गर्छौँ welcoming you हाम्रो वरिष्ठ सिनियर मोस्ट हाम्रो पास्टर बाजे हुनुहुन्छ उहाँको अनुमति लिँदै अब हामी लगातार हाम्रो सभालाई बढाउने छौँ with the permission of the senior most pastor we would like to take this moment forward आजको यो विशेष सङ्कल्पबद्ध यो जुन सेवाकाईको भागमा हामी अब छौँ अब हामी विशेष एउटा गीत गाउने छौँ हाम्रो आमाहरूको झुन्डबाट we'll start this moment with a song from our mothers group कृपया आमाहरू भित्र आएर अब यो समय लिनुहोस् स्थानीय आमाहरू झट्टबाट झट्टै आएर यो समयमा अभय गरिदिनुहोस् यो वचन मलाई पढ्न मन लागेको चाहिँ आज हाम्रो स्थानीय मण्डलीमाथि प्रभुले गर्नुभएको कृपा साँच्चै नै यहाँहरू हामीले आँखाले नदेखेका न कानले यहाँको नाउँ नसुनेका थियौँ न यहाँको मिनिस्ट्रीले हामीलाई थाहा थियो So I wanted to read the scripture because this is exactly what has happened to us as a church, especially with our guests, those whom we have never heard, never seen before. न हाम्रो जात मिल्छ न त रूप रङ मिल्छ Our tribes, our people group are different. हाम्रो शरीरको बनावट नै मिल्छ Though our structure physically also we are different. परमेश्वरले यहाँबाट हामीमा उहाँको प्रेम प्रकट गर्नुभयो But through them, God has shown His love to us. यहाँलाई हामी एकदमै धन्यवाद भन्छौँ So we would like to really thank you all. मिनिस्ट्रीमा May the Lord परिवारमा bless in your ministry, in your family, आशिष दिएको होस् continuously. आमेन Amen. कति आनन्दको कुरो आज यहाँ हुन पाउन It's always a joy to be in the congregation where people love Jesus and were willing to worship God. अनि त्यो समूहमा हुन पाउनु जसले परमेश्वरलाई प्रेम गर्दछन् अनि उहाँलाई आराधना गर्न मन पराउँछन् त्यो समूहमा हुन पाउनु चाहिँ अति नै आनन्दको कुरो सधैँ नै We thoroughly enjoyed the worship here because we were all tired but we were so excited. आराधनामा अति नै रमाइलो लाग्यो हामी थाकेका थियौँ तर हामीलाई एकदम उत्साह मिलेको छ को निम्ति दिनुभएको जुन ठाउँहरुमा यस्तै धेरै सुख सुविधाहरुको खाँचो कमी छ By the 2023, this is how we started visioning actually. हामीहरुले 2023 देखि चाहिँ एउटा दर्शन परमेश्वरले हामीलाई दिनुभयो In 2024, we started praying about it. 2024 हामीले प्रार्थना गर्न सुरु गर्यौं The Lord led us into little bits and pieces into some states like Orissa. अनि परमेश्वरले हामीलाई अलिअलि गर्दै एक दुईवटा स्टेटहरुमा जस्तो ओडिसाहरुमा हामीलाई पठाउनु भयो By then, we already had relationships here in Sikkim and West Bengal. अनि त्यस समय भित्रमा हाम्रो यहाँ सिक्किम वेस्ट बेंगलसित हाम्रो सम्बन्ध गाँसिन गयो We have Pastor Joel who's here. हाम्रो यहाँ पास्टर जोएल हुनुहुन्छ जो हुनुहुन्छ सिक्किमबाट And actually, they were running a base here. There was a training center, discipleship training center, which was happening. अनि उहाँ And dedicate this beautiful house of the Lord, the temple, the church. परमेश्वरको अनुग्रहमा यो सुन्दर भवनलाई उहाँले समर्पण गर्ने यो अनुग्रह दिनुभएको छ
கண்களுக்கு இந்த ஆலயம் மிக அழகாக தோற்றமளிக்கிறது. In our eyes, it looks to be beautiful. हाम्रो नजरमा यो सुन्दर देखिएको छ. ஆனால் உண்மையாக தேவனுடைய ஆலயம் இது அல்ல, தேவனுடைய ஆலயம் நாம் ஒவ்வொருவர்களும் என்று தேவ ஊழியர் பேசினார். Amen. Truly speaking, this is not just the house of the Lord. The house of the Lord, the temple of God is us, and this is where the Lord lives. இந்த ஆலயம் हामी चाहिँ उहाँको भवन मन्दिरहरू हाम्रो हृदयमा छ, उहाँ वास गर्नुहुन्छ. இந்த ஆலயம் எவ்வளவு அழகாக இருக்கிறதோ அதை விட கர்த்தருடைய பார்வைக்கு நாம் ஒவ்வொருவர்களும் அழகாக இருந்தால் அவர் நமக்குள்ளே வாசம் பண்ணுவார். It's beautiful to the Lord more than what we look here. If we really live according to what the Lord expects, this यस समयको निम्ति धन्यवाद भन्दछौं. இந்த அருமையான இரவு வேளையிலே உம்முடைய நாமத்தினாலே இந்த ஆலயத்தை நாங்கள் பிரதிஷ்டை பண்ணுகிறோம் ஆண்டவரே. Lord, for your glory, in your name, Lord, we are just so happy to dedicate this place for your glory. तपाईको महिमाको निम्ति हामी कति खुसी छौं यस भवनलाई समर्पण गर्नको निम्ति. அன்றைக்கு சாலமன் ஜெபித்தார், ஆண்டவரே இந்த இடத்திலே இருந்து நாங்கள் ஜெபிக்கிற எல்லா ஜெபங்களுக்கும் உம்முடைய கண்கள் திறந்திருக்க வேண்டும், உம்முடைய காதுகள் கவனமாய் இருக்க வேண்டும் என்று. As Solomon prayed, Lord, let your eyes be open, let your ears be open for everything that we are praying in this place. प्रभु सुलेमानले प्रार्थना गरे चाहिँ तपाईका कानहरु, तपाईका आँखाहरु जब यस ठाउँबाट प्रार्थना गरिन्छ नि सबै प्रार्थनालाई सुन्नको निम्ति खोलिएको होस्. உம்முடைய ஊழியர்களும் உம்முடைய பிள்ளைகளாகிய நாங்களும் இணைந்து ஜெபிக்கிறோம் ஆண்டவரே. As a servant of you, Lord, as your children, we are joining our hands together and praying in this place. दासको रूपमा तपाईको छोराछोरीको रूपमा हामी आफ्नो हातहरु जोडिकन तपाईलाई प्रार्थना गर्दछौं आजको दिन. இந்த இடத்திலே உம்முடைய பிள்ளைகள் ஜெபிக்கிற எல்லா ஜெபங்களுக்கும் என் கர்த்தருடைய that your eyes will see that what we are doing in this place, Lord. र प्रार्थना गर्दछौं स्वर्गीय पिताले यहाँबाट गरेको हरेक प्रार्थनाहरु गरेको हरेक कुराहरु चाहिँ देख्न अनि सुन्नको निम्ति निरन्तर तत्पर रहनुहुनेछ. இந்த ஆலயத்தின் மூலமாக இந்த ஊழியத்தின் மூலமாக இந்த பகுதியிலே ஒரு பெருங்கூட்டம் ஜனம் என் ஆண்டவராகிய இயேசு கிறிஸ்துவை பின்பற்ற தேவன் கிருபை தருவீராக. Praying that from this house of the Lord, from this church, Lord, that we will have hundreds and hundreds and hundreds of people that will come to your kingdom. र हामी प्रार्थना गर्दछौं यस भवनबाट यस ठाउँबाट 100% 100% भन्दा 100 बढिकन र मानिसहरु चाहिँ तपाईको राज्यमा आउन सकेका हुन्. Our grateful heart, we would like to present you a small token. हुन्छ, उहाँलाई हामी खदा लगाएर हामी एकदमै धन्यवाद दिँदैछौँ. खदा सँगसँगै हामी जोरदार ताली पनि हुन्छ, हामी एकदमै धन्यवाद दिँदैछौँ. यसरी नै हामी I'd like to call upon Pastor Samuel. I would like to call upon Pastor Daniel. हामी अगाडि बढाउँदैछौँ. हामी उहाँलाई पनि हामी खदा लगाएर हामी एकदमै हृदयबाट धन्यवाद दिँदैछौँ. मण्डलीको तर्फबाट From our church, thank the Lord to you. And there's a small token of love from our church. I'd like to call upon Pastor Johnson. Pastor Johnsonलाई पनि हामी कृपया अगाडि बढाउँदैछौँ. Thank you, Pastor. हामी मण्डलीको तर्फबाट एकदमै धन्यवाद दिँदैछौँ. I'd like to call upon Pastor Israel. हुन्छ, पास्टर ईश्वरलाई पनि हामी अगाडि बढाउँदैछौँ. उहाँलाई पनि खदा लगाएर धन्यवाद दिँदैछौँ. Thank you, Pastor. धन्यवाद. I'd like to call upon Pastor Surendra. पास्टर सुरेन्द्रलाई पनि हामी कृपया अगाडि बढाउँदैछौँ. हामी उहाँलाई पनि खदा लगाएर एकदमै धन्यवाद दिँदैछौँ. I'd like to call upon Pastor Joel, Pastor as well as my friend, brother. हामीसँग अगाडि बढ्दै हामी भेटेका छौँ. अगाडि बढ्नु हामी एकदमै धन्यवाद दिँदैछौँ. And together with this, I would like to request Pastor Joel to kindly also give us introduction for our Pastor Daniel. The man, एउटा भवनलाई तपाईले कसरी नाप गर्ने? and not by the seating capacity, by sending capacity.
त्यो भवन जो चाहिँ कतिवटा चेयर छ त्यसले हैन तर कसले पठायो त्यसको आधारमा नाप्दैनौ भने त He is someone who carries the mission in his heart. उहाँ चाहिँ त्यो व्यक्ति हुनुहुन्छ जसले यो दर्शन अनि यो मिसनलाई चाहिँ उहाँले आफ्नो हृदयमा बोक्नुहुन्छ And whether he has money in the pocket or not, he goes around and do the foundation for churches. उहाँको गोजीमा पैसा होस् कि नहोस् उहाँले गएर सेवा भवनको उद्घाटन सेवा भवनको भूमिको उहाँले प्रार्थना गरिराख्नुहुन्छ Just encouraged by the faith that he has for the Lord. परमेश्वरले दिनुभएको विश्वासद्वारा उत्साहित बनेको कारणले By faith he breaks the ground and the Lord brings the money. उहाँले प्रार्थना गरिकन भूमिको निम्ति प्रार्थना गरेर जानुहुन्छ अनि त्यसको निम्ति लाग्ने लगानी अनि रकम चाहिँ परमेश्वरले जुटाउनुहुन्छ And so much so that he has heart for the West Bengal and this northeast Himalayan belt. वेस्ट बेंगाल र नर्थ इस्ट हिमालयन बेल्टको निम्ति उहाँको हृदय परमेश्वरले दिनुभएको छ And he travels every month from Chennai to West Bengal. प्रत्येक महिना नै उहाँ चेन्नईदेखि वेस्ट बेंगालमा आउनुहुन्छ It is quite tiring, एकदमै थकानपूर्ण कुरा हो but he travels by flight and by bus, by car and whatever way. But जस्तै he wants to reach तरिकाले फ्लाइटमा होस् कारमा होस् बसमा होस् उहाँ ती यात्रा गर्नुहुन्छ by obedience to what the Lord has called him. परमेश्वरले जे कुरो निम्ति उहाँलाई बोलाउनु भएको छ त्यसप्रतिको आज्ञाकारितामा He brings people along, उहाँले उहाँसँग यस्तै मानिसहरू ल्याउनुहुन्छ also the provision. साथसाथै प्रबन्धलाई पनि And many more things yet to be done. अनि अझै धेरै कुराहरू गर्नुपर्ने छ Really appreciate our हामी pastor for doing एकदमै हाम्रो this. पास्टर बाबुलाई धेरै नै सराहना Thank you गर्दछौँ so much, Pastor. धन्यवाद पास्टर बाबु। विद्यालय प्राथमिक पाठशालाका हेड मिस्ट्रेस मन्जु नौबक उहाँ अघि आउनुभयो दिउँसो है उहाँलाई हामीले भेटघाट गऱ्यौँ उहाँले पनि धेरै हामीलाई सहायता पुर्याउनु भयो उहाँलाई पनि हामी धन्यवाद दिँदछौँ सँगसँगै लवर सन्तोक निवासी फ्रान्सिस लेप्चा उहाँले हामीलाई आर्थिक सहयोग पुर्याउनु भएको छ सुनीति आपा भनेर पनि उहाँलाई चिन्छ उहाँलाई पनि हामी उहाँको अनुपस्थितिमा पनि हामी धन्यवाद दिँदछौँ हामीले उहाँलाई सम्पूर्णलाई हामीले निमन्त्रणा दिएका थियौँ तर समयको अभाव र अलिकति हाम्रो समयको परिवर्तनको कारणले गर्दाखेरि उहाँ आउन सक्नु भएन र विशेष गरी हाम्रो यहाँनिर म यहाँ अगाडि बोलाउन चाहन्छु पूर्वा लेप्चा मेरो कान्छा मामा हुनुहुन्छ अनि उहाँ चाहिँ यस भवन जो हामीले देखिराखेका छौँ उहाँको यस भवन बनाउनको निम्ति उहाँ हेड मिस्त्री है मुख्य उहाँ हुनुहुन्थ्यो अनि उहाँको नेतृत्वमा उहाँको अन्तर्गतमा यो भवन बनिएको छ अनि उहाँलाई पनि सबैलाई हामीले एकदमै धन्यवाद दिन्छौँ परमेश्वरले तपाईँलाई धेरै धेरै आशीर्वाद दिएको हुन् तपाईँको स्किलमा प्रभुले अझै पनि आशीर्वाद दिएका छन् है अनि यसरी नै हाम्रो वरिपरि छरछिमेकीहरू हुनुहुन्छ गाउँले हुनुहुन्छ छिमेकी मण्डलीहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई पनि हामी एकै मुष्टमा यहाँबाट कालेबुङ चर्च अफ जिजस क्राइस्ट विद्याङ्ग मण्डलीको तर्फबाट अनि सम्पूर्ण हामी कालेबुङ चर्च अफ जिजस क्राइस्ट अल कङ्ग्रेगेसनको तर्फबाट हामी तपाईँलाई एकदमै धन्यवाद दिन चाहन्छौँ उहाँहरूले हाम्रो धेरै नै सहायता पुर्याउनु भएको छ हाम्रो छिमेकी मण्डलीहरू र गाउँलेहरूलाई सम्पूर्णलाई हामी एकदमै धन्यवाद दिँदछौँ सँगसँगै हाम्रो हामीलाई यस भवनमा निर्माण हुने सम्पूर्ण मण्डलीका गुरुजनहरू तपाईँहरू सम्पूर्णलाई अनि मण्डलीका सम्पूर्ण सदस्यहरूलाई प्रभुले धेरैभन्दा धेरै आशीर्वाद दिएका हुन् हामी एकदम तपाईँहरूप्रति पनि हामी आभारी छौँ यो भवन बनिँदै गर्दा तपाईँहरूले प्रार्थनामा सहायता पुर्याइदिनु भयो हामी तपाईँहरूप्रति पनि हामी आभारी छौँ सँगसँगै हाम्रो विशेष गरी सम्पूर्ण कालेबुङ चर्च अफ जिजस क्राइस्ट हाम्रो विभिन्न शाखा प्रशाखा मण्डलीहरू तोदे कालेबुङ चर्च अफ जिजस क्राइस्ट तोदे कङ्ग्रेगेसन अनि कालेबुङ चर्च अफ जिजस क्राइस्ट 8 माइल कालेबुङ कङ्ग्रेगेसन कालेबुङ चर्च अफ जिजस क्राइस्ट मेन्च्यु कङ्ग्रेगेसन कालेबुङ चर्च अफ जिजस क्राइस्ट शेर्पाटार राईगाउँ कङ्ग्रेगेसन सम्पूर्ण हाम्रो अगुवा गुरुजनहरू र मण्डलीलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ कालेबुङ चर्च अफ जिजस विद्याङ्गको तर्फबाट हामी जोरदार ताली बजाउनेछौँ उहाँले हामीलाई धेरै सहायता पुर्याउनु भएको छ आर्थिक सहयोग पुर्याउनु भएको छ सल्लाह दिनुभएको छ उहाँहरूले हामीलाई एकदमै शारीरिक सहायता पनि पुर्याउनु भएको छ हामी सम्पूर्ण मण्डलीकोहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ अनि अन्तमा गएर हाम्रो यस कालेबुङ चर्च अफ जिजस क्राइस्ट स्थानीय मण्डलीका हाम्रो माननीय पास्टर हुनुहुन्छ है अनि उहाँले धेरै मूल्य चुकाउनु भयो प्रार्थना गर्नुभयो सरसल्लाह दिनुभयो अनि उहाँले धेरै हामीलाई उहाँको नेतृत्वमा उहाँको लिडरसिपमा यो भवन बनिन सकेको छ अनि उहाँलाई पनि धन्यवाद अनि सँगसँगै हाम्रो स्थानीय मण्डलीका सम्पूर्ण
सम्पूर्णलाई सबैले यहाँनिर जति पनि योगदान पुर्याउनु भएको छ म इन्डिभिजुअली यहाँबाट भन्न सक्दिनँ है, समय छैन, तर सम्पूर्ण मण्डलीलाई तपाईँहरूले आफ्नो आफ्नो जग्गामा आफ्नो आफ्नो तपाईँहरूले ठाउँमा योगदान पुर्याउनु भएको छ। तपाईँहरू सम्पूर्णलाई आशीर्वाद दिएको हुन्छ। धन्यवाद उहाँहरूलाई। अनि हामी यहाँबाट फेरि पनि अन्तमा हाम्रो आजको अतिथिगणहरूलाई Thanks to all of our guests. अब सँगसँगै हामी विशेष गरी हामीसँग जोडिएर हामीलाई हातोमालो गरेर हामीलाई सहायता पुर्याउनेहरूको निम्ति पनि हामी एकदमै हृदयबाट धन्यवाद Together दिन्छौँ। with this, we are also very much grateful to all the other churches and those who have stood with us in this vision. हामी यहाँबाट पालै सङ्घले यहाँहरूलाई हामी अगाडि बढाउँदैछौँ। So we'd like to call also them. हुन्छ हुन्छ फर्स्ट अफ अल धन्यवाद है। हुन्छ म यहाँबाट हाम्रो सर्वप्रथम सेन्ट जोसेफ चर्च पयम विद्याङका जो पनि प्रतिनिधि भएर आउनुभएका छ, हामी यहाँलाई अगाडि हामी बोलाउँदछौँ। यहाँहरूलाई पनि हामी केही सानो स्मृति चिन्हदेखि हामी धन्यवाद दिँदछौँ। विशेष गरी त यो हामीले दिन लागेको खदा र स्मृति चिन्ह केही पनि होइन। तपाईँहरूको योगदानको अगाडि तपाईँहरूले हामीलाई धेरैभन्दा धेरै योगदान पुर्याउनु भएको छ। हामीले कहिले पनि यहाँहरूलाई आइदिनुहोस् न सघाइदिनुहोस् भन्यौँ न, तर उहाँहरूले हामी पनि आउँछौँ के छ तपाईँहरूलाई खाँचो भन्नुभयो र हामीले उहाँहरूलाई स्वागत गऱ्यौँ। उहाँहरूले एक दिन दुई दिन मात्रै नभएर धेरै मान्छेहरू पठाइकन धेरै हामीलाई सहायता पुर्याउनु भएको छ। सँगसँगै यहाँहरूले मेन पावर सँगसँगै कतिवटा मेटेरियल्सहरू दिनुभएको छ, सटरिङको काठहरू दिनुभएको छ, अरू सँगसँगै खाद्य पदार्थहरू पनि उहाँहरूले के भन्छ दुधहरू भयो, चियाको निम्ति मिस्त्रीले खाओस् भनिकन, अनि विभिन्न कोल्ड ड्रिङ्क्सहरू घाममा काम गर्दाखेरि उहाँहरूले पठाइदिनु भएको छ। यहाँहरूलाई हामी एकदमै मण्डलीको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ र कृपया सेन्ट जोसेफ चर्चबाट कोही प्रतिनिधि आउनुभएको छ भनेदेखि तपाईँलाई हामी अगाडि हामी निम्ताउँदछौँ। तपाईँलाई हामी खदा लगाइकन हामी एकदमै हृदयबाट धन्यवाद दिँदछौँ। हुन्छ यहाँहरूले एडमिन लेप्चा हुनुहुन्छ है, उहाँहरूले हामी कालिम्पोङ चर्च जीसस क्राइस्ट विद्याङको तर्फबाट सेन्ट जोसेफ चर्च पयम विद्याङका प्रतिनिधि उहाँलाई एकदमै The neighboring church, St. Joseph Church, who have all stood with us in a lot of contribution, whether for manpower or small little contribution today. Thank you very much. हुन्छ धन्यवाद यहाँलाई। अनि यहाँ सँगसँगै यहाँको सम्पूर्ण मण्डलीलाई पनि हाम्रो कालिम्पोङ चर्च जीसस क्राइस्टको तर्फबाट धन्यवाद भनिदिन भनेर पनि हामी भनि पठाउँदैछौँ। अनि सँगसँगै हामी यसरी नै हाम्रो छिमेकी चर्च हिमालयन फ्री चर्च पयम विद्याङबाट कोही पनि आउनुभएको छ लिडर, तपाईँहरूलाई पनि हामी अगाडि बोलाउँदैछौँ। हामी तपाईँहरूको समक्ष पनि हामी धन्यवाद नदिन सक्दैनौँ। तपाईँहरूले पनि हामीलाई धेरै ठुलो योगदान पुर्याउनु भएको छ। हामीले यो खदा र स्मृति चिन्ह दिन लागेको तपाईँहरूको योगदानको अगाडि केही पनि होइन, म फेरि पनि भन्न चाहन्छु। अनि माननीय हिमालयन फ्री चर्च पयम विद्याङका पास्टर Neighboring church, Himalayan Free Church, also those who have been such a great leaders and help. खदा लगाएर हामी केही स्मृति चिन्ह बनाएर दिनुपर्छ। Pastor, हिमालयन फ्री चर्चका पास्टर हुनुहुन्छ। एकदमै धन्यवाद पशुभाउ अनि सम्पूर्ण मण्डलीलाई प्रभुले धेरै आशीर्वाद दिएको हुन्। तपाईँहरूले पनि हामीलाई धेरै मद्दत योगदान पुर्याउनु भएको छ। यो विशेष गरी जति बेला ठुलो मेन पावर लाग्ने कामहरू थियो, ढलाइको काम, प्लमको कामहरूमा उहाँहरूले आइकन हामीलाई धेरै ठुलो सहायता पुर्याउनु भएको छ। हामी एकदमै उहाँहरूको मण्डलीको योगदानलाई हामी कहिले पनि बिर्सने छैनौँ। यसरी नै व्यक्तिगत तर्फबाट पनि यस भवन निर्माण गर्नको निम्ति सहायता पुर्याउने हुनेहरू थुप्रै नै छन्। हामी यहाँबाट एक दुईजनाको नाम चाहिँ हामी लिन्छौँ होला, कतिजनाको नाम हामी बिर्सिपठाएका छौँ भने पनि हामी एकदमै क्षमा चाहन्छौँ। परमेश्वरले तपाईँहरूलाई जहिले पनि सम्झना गरौँ, तपाईँहरूको योगदानप्रति आशिष दिउँ। र हाम्रो लगन राई दाजु हुनुहुन्छ, उहाँलाई हामी एकदमै धन्यवाद दिँदछौँ। यहाँनिर हुनुहुन्छ भने कृपया अगाडि आइदिनुहोस्, हामी तपाईँ खदा लगाएर हामी धन्यवाद दिँदछौँ।
परमेश्वरलाई धन्यवाद चढाउँ। पवित्र पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, तपाईँलाई धन्यवाद अनि धन्यवाद हामी भन्छौँ। तपाईँको महान प्रेम, अनुग्रह, कृपा, दयाद्वारा अनि तपाईँको महान योजनामा आज यस लोहार विद्याङमा एउटा जसहरूले यसरी गाउँबाट समाजबाट हामी हेरेर आफ्नो ठाउँमा विशेष तपाईँको अभिषेक जनहरूको यात्राहरू छ, सबै यात्राहरूमा सबैलाई सकुशलता आफ्नो आफ्नो गन्तव्यमा पुग्नको लागि प्रभु तपाईँले सहायता मद्दत गरिदिनुहोस्। आफ्नो घरमा पुगेर तपाईँ प्रभुलाई धन्यवादको भेट फेरि प्रार्थना टक्राउन सक्नुहुन्छ। धन्यवाद प्यारो प्रभुजी। अब यो रातको समय सबै कुरो प्रभु तपाईँको चरणमा राख्दै यसरी यस भवनलाई फेरि पनि तपाईँको रगतमा र तपाईँको स्वर्गदूतको पहराभित्र हामी राख्दै सारा महिमा टोक्राउँदै यो बेलुकाको यो सङ्गतिको सबै अन्तिम यो प्रार्थनाको लागि धन्यवाद दिँदै आशिष मान्छौँ जिउँदो यीशुको पवित्र नाममा। आमेन। आशीर्वाद दिउन् र तिमीलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुहार तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्ना चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिउन्। और परमप्रभुका शान्ति जो सारा समाजलाई मात गर्दछ, तिमीहरूका हरेक हृदय विचारलाई येशू ख्रीष्टमा रक्षा गरून्। और शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपले चोखो तुल्याउनु हुन्छ र तिमीहरूलाई तिमीहरूका आत्मा, प्राण र शरीर हाम्रो प्रभु येशू ख्रीष्टको आगमनसम्म अखण्डसँग निर्दोष भई सुसज्जित रहौँ। अब हामीलाई मुक्ति दिने प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम र पवित्र आत्माको शान्ति, सङ्गति, सहभागिता सम्पूर्ण मण्डली, सम्पूर्ण विज्ञान मण्डली सँगसँगै यहाँ वरिपरि छरछिमेकी र सम्पूर्ण हाम्रो देशमा भएका विश्वासीजनको सदा सदा भएको होस्। आमेन। पखेटा पिजा राख्नु यो यात्रा नभइजे, पिताको प्रेमी घरमा, पिताको प्रेमी घर